आवश्यकता पर्छ कि सामान निकाल्नलाई तपाईलाई असहज भएको छ भने हामीसँग सहयोग माग्न सक्नुहुनेछ। हामीले सधैँ प्रहरीलाई एउटा कडा स्वभावको, हातमा लट्ठी लिएको र नियम सिकाउने व्यक्तिको रूपमा देख्यौँ। तर के तपाईले कहिल्यै वर्दीभित्र लुकेको त्यो कोमल मन देख्नु भएको छ? जब सुकुम्बासी बस्तीमा भत्काइन्छ, त्यहाँ केवल काठ र जस्ता मात्र भत्किँदैनन्, वर्षौंदेखिको सपना र ओत पनि भत्किन्छ। यस्तो बेला सबैको आँखामा डर हुन्छ, प्रहरी देख्दा त झन त्रास हुन्छ। तर दृश्य तब बदलिन्छ जब एउटा मसलम्यान भनिने प्रहरी जवानले लाठी छोडेर ती आमाको च्यातिएको ओछ्यान र पुराना भाँडाकुँडा आफ्नै घर सामान जस्तै जतनले बोक्न थाल्छ। एउटा राम्रो प्रहरी हुनलाई शरीरमा ताकत मात्र भएर पुग्दैन, गरिबको दुःखमा दुख्ने मन, असहायलाई दिने इज्जत र अप्ठ्यारोमा दिने काँधले नै उसलाई वास्तविक हिरो बनाउँछ। सुकुम्बासी बस्तीमा उनीहरूले जे गरे त्यो देख्दा साँच्चै महसुस भयो प्रहरी मेरो साथी हो। नियम र कानुन त पालना हुनै पर्छ, तर मानवता भन्दा माथि केही हुँदैन। सेवा, सुरक्षा र न्यायसँगै संवेदना पनि थपियो भने हाम्रो समाज कति सुन्दर होला। साथीहरू, तपाईलाई प्रहरीको यो रूप कस्तो लाग्यो? के तपाईसँग पनि प्रहरीले सहयोग गरेको यस्तै कुनै अनुभव छ? तल कमेन्टमा लेख्नुहोला र यस्तै सकारात्मक भिडियोको लागि हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोला र भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्सनुहोला। धन्यवाद।